The phantom tail wing that this car comes with is something that grabbed my attention in the first place itself, and it's really uniquely designed and it looked great when I'm driving this car in the night or during the evenings. And another thing that I liked is they have changed the way the front DRL, daytime running light, looks. It's uniquely designed and that also got my attention. मलाई चाहिँ यसको पछाडिको लाइट मन परेको छ तर त्यो भन्दा धेरै चाहिँ यसको ग्राउन्ड क्लियरेन्स 191 mm भएर आएछ के पहिलाको भन्दा चाहिँ झन्डै 6 mm धेरै छ यसको अहिले नयाँ सिटको डिजाइन अनि मसाज सिट प्लस यसको स्क्रिन चाहिँ मलाई दामी लाग्यो मलाई चाहिँ यो गाडीको सबैभन्दा चित्तो बुझ्दो कुरा भनेको चाहिँ एउटा त मसाज सिट भयो अनि त्यसपछि अर्को भनेको अलवेज भेन्टिलेटेड सिट मलाई चाहिँ यो E5 Pro मा मन परेको कुरा पहिलो कुरा चाहिँ यसको यो सेन्ट्रल कन्सोल यो ग्र्याब रेल सहितको छ स्मार्टली बटनहरूलाई कम ब्याक गराएको छ र लामो स्क्रिनलाई चेन्ज गरेर दुईटा टुक्रामा बाँडेको छ यो चिज रमाइलो लाग्यो मलाई चाहिँ यो नयाँ ओमोडा E5 को ओभरअल लुक्स नै राम्रो लाग्यो हैन अहिले अझै स्पोर्टेड लुक्समा दिएको रहेछ त्यो कारणले गर्दाखेरि रोड प्रेजेन्समा पनि एकदमै बवाले देखिन्छ यो गाडी चाहिँ यसो जुन चाहिँ हामीले स्टियरिङ घुमाउने बित्तिकै यसमा 3D क्यामेरा अन हुँदो रहेछ अब लेफ्ट घुमायो भने लेफ्ट साइडको राइट घुमायो भने राइट साइडको यो पनि 3D है नट 2D आई थिङ्क द्याट्स अ रियली गुड फिचर किनभने कहिलेकाहीँ बिरालो कुकुरहरू के आयो भने हामीले देख्दैन नि त यो भयो भने चाहिँ क्लियरली देखिन्छ एन्ड आई थिङ्क द्याट्स अ रियली गुड पोइन्ट अफ दिस ओमोडा सो E5 Pro को चाहिँ मलाई जुन आउटर लुक छ त्यो चाहिँ दामी लाग्यो स्पेसली फ्रन्ट सेक्सनमा जुन यो सार्पर क्लिनर लुक दिएको छ यो नयाँ लाइटको डिजाइनले गर्दाखेरि प्लस DRL को लुक पनि इज भेरी गुड सो मलाई यो नयाँ आएको ओमोडा E5 Pro मा चाहिँ के मन पर्यो भने वान there's more buttons inside the cabin so अब वाइपर्स त्यसपछि हेडलाइट्सहरू सबैलाई डेडिकेटेड बटन छ टु द फिट एन्ड फिनिसिङ अन द इनसाइड इज अ लट मोर प्रिमियम एन्ड अपस्केल अनि 3 द ओभरअल लुक्स लाइक there's न्यू डिजाइन एलिमेन्ट्स वरिपरि राम्रो लाग्यो यसको पर्सनली मलाई चाहिँ ओमोडा E5 Pro को चाहिँ लुक्स एकदम मन परेको छ इट लुक्स रियली प्रिमियम एन्ड क्लासी